हेलो गाइस वेलकम टु माय न्यू ब्लॉग। आज फेरि हामी आइसक्यौँ भाइ यहाँ खाँदै छ। हामी सुतिरहेको बेला तपाईँले अर्को ब्लग देख्न पाउनु भएन किनकि मैले टिकटकमा मिस्टेक गरिदिएको यसरी देख्नु पाउनु भएन। हामी अब आइसक्यौँ मैले मलाई यहाँ गरेर म यहाँ सुतिरहेको सरी खाना खायो अब मेरो भाइ हो खाँदै छ आफू टुक्रा पार्दिएको छु आज यहाँ मामा गएर हामी दादाको लागि मसँग सुत्छु भनिदिएको छ आफूलाई टाउको धोएर यसले कराएर चिचाएर मलाई यदि कुटाएर मेरो दिमाग खाएर मसँग सुत्छ रे भाइको गर्लफ्रेन्डको नाम के हो बिराटेको भाइको गर्लफ्रेन्डको औषधि गर्दैन गएका छन् औषधि हस्पिटल भनेको छ यो डल्लु रामको एउटा गर्लफ्रेन्ड छ अब भाइ तिम्रो गर्लफ्रेन्डको हो भने त तिम्रो गर्लफ्रेन्डको तिम्रो केटी साथीको हो केटी साथी मसँग बस्छ र समिना हो तिम्रो गर्लफ्रेन्ड हो होइन रे भाइ त के रे भाइको हो खुवाइदिएको म अब यता ठुलो भइसक्यो भन्छ म यहाँ बसेर लु घेरबा लु बस्नु मामा घरमा आएको हामी यहाँ आउनु न मैले बाहिर ग्याडाङ गुडुङ भइरहेको तपाईँलाई म ठिक्क आएको छ लु आउनु मैले देखाउन पाइनँ किनभने यहाँ हुन्छ नि अहिले आज अब फेरि के भयो भाइको त्यहाँ यहाँ ठोक्यो टाउकोमा ठोक्यो हो र यहाँ ठोक्यो सुन्दैछु त्यसो यसमा ठोक्यो यहाँ ठोक्यो भाइ होइन रे हो कहाँ ठोक्यो कहाँ ठोक्यो छैन क्यामेरामा ठोक्यो छ त कहाँ ठोक्यो यहाँ ह पा यहीसँग कुरा गर्ला मलाई आया भयो भन आइया भयो दादालाई सब्सक्राइब हानिदिनु भन गाइज मेरो मम्मी मलाई उयो गरेर बस्नु छ अब हामी अब यहाँ भोलि पनि खेल्छौँ अहिले यहाँ म सुतिरहेको आज हामीले आज खेलिसकेको भन्नु न भाइले बुवाले है भाइले बुवाले खेलिसकेको दिउँसै खेलेको हामीले भोलि पनि खेल्ने भोलि पनि खेल्ने अब भोलि पनि फेरि खेल्ने भोलि दादासँग भोलि दादासँग फेरि खेल्ने ओए के हार्छ यही भाइ मलाई हान्नु यसलाई हान्नु बाहेक गरेर के आउँदैन रुक हुँदैन त्यसो गर्नु अब यहाँ बस्दै लाउनु पर्ने यहाँ धेरै आवाज छ म तपाईँलाई स्विमिङ पुल देखाउँछु दबाई खानु पर्यो नि त अलिक छुटिहाल्छ तपाईँलाई स्विमिङ पुल देखाउँछु र उयो मुनि देखिरहनु भएको र म तपाईँलाई भोलि बिहान देखाउँछु अलि राम्रो देख्नु भएन भोलि हामी स्विमिङ पनि खेल्छौँ त्यतिखेर देखाउँछु मम्मी अखती गर्न जानु हस्पिटल बाबा पपअपमा लिएर म बुवासँग बस्छु भनेर आएको होइन मम्मी भोलि आउँछु आज यहाँ भाइ बुवा यहाँ निन्दा गर्ने भोलि ममु बाबा ममुलाई लिएर भाइ बाटो आउने आज भाइ रिसा छैन रिसा हो भाइ छैन भाइ रिसाउँदैन रिसा छ त छैन रिसाउँदैन किन रिसाउनु है यो हातमा मसी लगाइहाल्नु यहाँ अघि मेरो पनि हात नै यहाँ पनि डल्लो रामको है आम्मा मेरो यहाँ पनि यहाँ कहाँ दादालाई यहाँ आइए ऊ यहाँ कहाँ गयो यहाँ आइए कसले डल्लो राम ए भाइको यहाँ क्या यहाँ बत्ती बाला भाइ एकचोटि बत्ती बाला यहाँ बत्ती बालाको
खालिसक्नु भएन यहाँ क्या यहाँ यसरी डुवाङ्ग हान बलिरहेको छ त्यहाँ बोल्यो यसलाई पनि यसरी सक्वा अरे बुवाङ्ग हानेपछि बल्छ है अब यहाँ सफा भन्यो त मैले भन्दा नगर्को है, सफा। मेरो आज मलाई अल्छी लागेर म बोल्नु मैले तर नि बनाएँ यो ब्लग किनकि आज मेरो पनि छ बिहानदेखि आएको टाइम वेस्ट भयो मैले आज धेरै चिज हालेको थिएँ तर त्यो मिस्टेकले टिकटकमा गयो त्यही भएर मैले गर्न पाइनँ म तपाईँलाई यो यहाँको टुरहरू देखाउँछु अब म यहाँ घुम्न जान्छु भोलितिर क्यामेरा स्यामेरा लिएर त्यसरी माथि मैले तपाईँहरूलाई देखाउँछु मेरो त अहिले गाह्रो छ मम्मी आउँछ नि टाउको दुखेर यो भिडियो है यो खाइदेऊ त अब यहाँ म आँप खान्छु राम्रो स्वादिष्ट आँप कोटाइ चाहिँ बवाल छ क्याजुअल तरिकाले काट्नु भएको क्याजुअल तरिका भाइ पनि खान्छ घरै लियो लियो अब यसलाई कटाउँछु होला